गाइज अब चाहिँ हामी खोला जाँदैछ है स्विमिङ पुल नभएर। सो हेलो गाइज होइन, आज चाहिँ हामी कहाँ भन्दा तपाईँको यो तथाघट्टा आएको छ, दबाई पानीमा पर्छ त्यो चाहिँ। र आज चाहिँ हामी यहाँ तथाघट्टा घुम्ने अनि यहाँको फार्म स्टेहरू र तपाईँको स्विमिङ पुलहरू जति पनि जे छ होइन, म तपाईँहरूलाई देखाउने कोसिस गर्छु। र यो भिडियो तपाईँले अन्तसम्म हेरिदिनुहोस् होला होइन, किनभने तपाईँहरूको यो जुन यो भिडियो छ होइन, मेरो यो फेसबुकमा तपाईँको अलिक राम्रै भ्युज गएको छ होइन, जुन चाहिँ अब जुन कुरा चाहिँ अब तपाईँहरूले यति लाग्दा अब सपोर्ट गरिदिनु भएको छ, हेरिदिनु भएको छ होइन। सो त्यसको लागि धेरै धेरै धन्यवाद। ढुङ्गाहरूको यहाँ यो चाहिँ अब के यसलाई के भन्दा यो चाहिँ अफ रोड, अब यो चाहिँ एडभेन्चरस रोड हो, तर यसमा चाहिँ पानी खोला छ, खोला पनि छ, पानी पनि छ। कुदाउने बाटो रहेछ नि त। तर यो जुन बाटो छ नि अहिले यस्तो रहेछ यो बाटो, आमामा चाहिँ यत्तिकै चाहिँ बाटो चाहिँ भिडियोको लागि कहाँ कहाँ चाहिँ आउनु पर्दैन होला हाम्रो दुःख। मैले तपाईँलाई यो बाटो अलिक यो टर्निङ छ नि बेना, यही तपाईँलाई देख्नु भने यो त क्या बिग्रेको थियो नि त। ढुङ्गा फुल हेर न ढुङ्गामाथि। राइट साइडमा लेफ्टमा राखेको हामी तथाघट्टा आइपुग्नु आँट्यो अब ज्यादा छैन। तथाघट्टा फार्म स्टे, यहाँ चाहिँ तपाईँको स्विमिङ पुलहरू पनि छ हो, घुम्ने जग्गा राम्रो राम्रो छ, अगाडि फुलहरू पनि दामी दामी फलेको रहेछ। अब ब्रिज आइपुग्नु रहेछ हामी, तथाघट्टा क्रस हुने ब्रिज, रुङदुङ खोलाको ब्रिज हो यो चाहिँ। म यहाँ अगाडि चाहिँ जङ्गली कुकुरहरू घुमिरहेको छ। अब यहाँबाट हेर्नुहोस् ब्रिज, रुङदुङ खोलाको ब्रिज। वाह, We are about to reach कितनी खोला हो केटा हेर जाने जानुपर्छ, माछा लानुपर्छ। गाइस के भन्दै चाहिँ हामी यहाँ भर्खर फाइनली आइपुगेको थियो होइन, र यहाँको तपाईँको फार्म स्टे चाहिँ अहिले बन्द रहेछ, स्विमिङ पुल चाहिँ बन्द रहेछ तपाईँको हो। यहाँ खै के भएको रहेछ, अन्त त्यो उयो भएर चाहिँ बन्द गरेको रहेछ। दुःख खालि पऱ्यो हामीले यत्रो टाढो आउनु हो, र पनि केही छैन। अब तपाईँलाई जति सक्दो अब यहाँको हुन्छ, यहाँ तल एकवटा होमस्टेहरू रहेछ होइन, त्यहाँको भिडियोलाई तपाईँलाई देखाउने छु। हामी चाहिँ अब यो ओह्रालो जाँदैछौँ, यो सिडी ओह्रालो। स्विमिङ पुल बन्द। तर मजाको बनाएको रहेछ बाटो त है, ला सुटिङ चलिदिँदो रहेछ नि त यहाँ त। सरी यहाँ चाहिँ बुद्ध भगवानको रहेछ, स्ट्याचु रहेछ। गुम्बा होइन, मूर्ति यस्तो रहेछ। यो जग्गा चाहिँ तपाईँको कहाँ पर्छ भने दबाई पानी हो, तथाघट्टा फार्म स्टेमा चाहिँ जग्गा चाहिँ। यहाँ आएर चाहिँ घुम्नु सक्नुहुन्छ, जग्गा चाहिँ राम्रो छ। तर अहिले त योहरू उयो नभइरहेछ नि, सबै बनहरू भएको रहेछ। गाइज हामी चाहिँ अब तलभन्दा पनि तल झरिसकेको छु, र अब यहाँतिर होमस्टे त रहेछ, तर अब बन्द रहेछ डल्लै होमस्टे हो। अनि यहाँको एउटा होमस्टे रहेछ कि, अब यहाँ के छ हेरौँ न, सोधौँ न। यहाँ चाहिँ खुल्लै छ जस्तो लाग्यो यसो हेर्दा। ए बनफायर पनि रहेछ यहाँनिर। यस यहाँ चाहिँ तपाईँको खुल्लै रहेछ होमस्टेहरू।
एकछिन ल मजाको रहेछ इन्टेरियर है। अरू के हुन्छ भने चिया हुन्छ अरे आमामामा खेल्दा हुन्थेछ नि यसमा पानी छैन सफा गरेको छैन रहेछ नि त बन फायरहरूको लागि चाहिँ दामी दामी रहेछ जग्गा चाहिँ हेर्नुहोस् है ए यो चाहिँ भेट्थ्यौँ कि तर सफा गरेको छैन रहेछ यहाँ माथि चाहिँ हेरौँ त कस्तो रहेछ यो होमस्टेको माथिल्लोपट्टि कसरीमै छ जाउँ न अन्त अब कचरीमै छ नि अब यहाँ चाहिँ तपाईँको पाइनएप्पलहरू सबै फल्दो रहेछ यहाँनिर फ्रेस एकदम अर्ग्यानिक हो अब यहाँको यो जुन होमस्टेको दालाई हामी भनिरहेको छ अब नेक्स्ट टाइम आएर बस्ने भनेर हो यहाँ मिलाइरहेको छ अब कहिलेतिर हुन्छ आएर एकपल्ट चाहिँ बस्नुपर्छ यहाँनिर गाइज अब चाहिँ हामी खोला जाँदैछ है स्विमिङ पुल नभएर चाहिँ एकपल्ट उफ्रदा फेरि उफ्रदा एकपल्ट फेरि हिँड्नु अब कहाँ हो जानुपर्छ हिँड्नु सँगै ए त्यहाँ छ त अन्त बक्सी खेल्दै रहेछ खोला हेरिहाल्नु यतिकै चाहिँ निधार खोर्सीला नि निधार खोर्सीला त्यहाँ पुगेर हामी खतरा खतरा अब खुट्टामा थियो नि त अन्त के गर्नु अन्त Don't disturb the habitat. Kora kincha le pinale au. ट्र्याकको अघि नै यहीँबाट कोकोला त पाल्नु सक्दैन नि यहाँ हेर त आउँछ के हामी चाहिँ पौडी पनि खेलिसक्यो भर्खर हो यस्तो हालतमा छ अब चाहिँ हामी फर्केको लागेको उकालो हो सबैजना आउँदैछ सरी खेल्ने जग्गा पनि राम्रो छ है 12 गोला आयो है ल हामी चाहिँ 12 गोला आइपुग्यो दबाई पानीबाट फर्केर चाहिँ 12 गोलाबाट फर्किँदैछ हामी फर्किँदैछ हो बाटो राम्रो रहेछ दुईपट्टिबाटै यो चाहिँ के होमस्टे हो यहाँ पनि होमस्टे बनाउँदै छ भन जग्गा त यो कहाँ हो 12 गोला 12 गोला कता तक्दा हो यो चाहिँ गाइज हामी चाहिँ कहाँ भन्दा दबाई पानीबाट फर्किङ हो यो बाटो आएको हामी चाहिँ रेडी भने कुन चाहिँ बाटो भन्यो यो तक्दा क्यान्टोनमेन्टको बाटो भएर आएको हो तर बाटो चाहिँ ओभरै दामी रहेछ हेर्नु न जग्गा फोटो खिच्दैछ हामीले चाहिँ हो यहाँबाट ओह्रालो हेर्न सक्नुहुन्छ होला है
सबै त यो टी गार्डन रोहिणीको सेम रहेछ बाटो चाहिँ। गाइस यहाँको जग्गा चाहिँ दामी, बाटो पनि एकदम राम्रो रहेछ हो। यहाँको भ्यू हेर्नुहोस् न, सब टी गार्डन तपाईँको हो। यहाँ चाहिँ हामी झरिरहेछ, फोटोहरू खिच्दैछ हो। हेर्नुहोस् न, यो चाहिँ 100 रहेछ बाटो ल। यो गाला चाहिँ ल खै कुनि त ड्याममै लाउनु पर्थ्यो। होइन हुन्छ लक भयो हेर है, फेरि अहिले हिँड्नु बिस्तारै हिँड्छु। उक्कलोमा छ भारी हुन्छ नि त, अलिकति तेर्सोमा गएर एकछिन। त्यही त उक्कलोमा छ हेर त लु यहाँ जाम भेटे या फेरि जाम छैन। पानी परेर चाहिँ डुब्ला जस्तो भइसक्यो मान्छे। दार्जिलिङको ड्रेनेज सिस्टम खै छैन, दार्जिलिङको नालीहरू भने छैन। यस्तो भइरहेको छ दिन चाहिँ हेर्नु न, पानी परेरै, पानी परेर जाम भएर हो। हेर्नुहोस् न यस्तो छ जाम। अब बजारसम्म यत्तिकै जाम हो अब। हाम्रो त यहाँ यस्तो छ दार्जिलिङमा नाली त बाटोमा छ हेर्नु, बाटोमा छ नाली। सो गाइस आजको भिडियो चाहिँ तपाईँलाई यहाँसम्म छ हो, अब किनकि पानी पनि पर्यो पुरा हो। सो हेलो एभ्रिवान, हामी चाहिँ अहिले भर्खर घर आइपुग्यौँ। अनि पानी परेको कारणले गर्दा चाहिँ भिडियो त्यति राम्रोसँगले आगो चाहिँ बनाउनु पाइनँ हो। र पनि हामी घर चाहिँ आइपुग्यौँ, भर्खर आइपुगेर जस्ट बसेको खालि। अनि आजको भिडियो के कस्तो हुन्छ एकपल्ट हेरिदिनुहोस् होला। यदि अब राम्रो लाग्यो भने लाइक कमेन्ट सेयर गरिदिनुहोस् होला। अनि जति सक्दो चाहिँ मेरो च्यानलमा तपाईँहरूले नयाँ हुनुहुन्छ भने चाहिँ सब्सक्राइब गरिदिनुहोस् होला गाइस। थ्याङ्क यू सो मच।